यो निर्वाचनको मत परिणाम हेर्नुस् त साथीहरू, यो काठमाडौँ क्षेत्र नम्बर 1 को 2079 सालको प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम हो। यहाँहरूले देख्न सक्नुहुन्छ 7100 मत प्राप्त गरेर विजेता बन्नुभएको छ र सँगसँगै उपविजेताले पनि 7000 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी तेस्रो हुनेले 4000, चौथो हुनेले 3000 र पाँचौं हुनेले 3000 मत ल्याउनु भएको छ। अब यो सबै जोड्दाखेरि कति हुन्छ त भन्दाखेरि 7000 को दोब्बर भन्दा बढी मत प्राप्त गर्नेहरू, झन्डै 17-18 हजार मत प्राप्त गर्नेहरू चाहिँ विजेता हुनु भएन र 7000 मत प्राप्त गर्नुहुने चाहिँ विजेता बन्नुभयो। बहुमत माथि अल्पमतले प्रतिनिधित्व गर्ने भयो। बहुमत जनताले चाहिँ विजेतालाई चाहेको छैन, अल्पमत जनताले मात्रै विजेतालाई चाहेको छ, तर विजेता चाहिँ उहाँ नै हुनुभएको छ। यसले के देखाउँछ भनेदेखि नयाँ र वैकल्पिक शक्तिहरू यदि मिलेर नजाने हो भने मत परिणाम यसै किसिमको आउँछ देशैभरिको। र यो भयो भने के हुन्छ, पहिले जस्तो मत परिणाम आएको थियो फेरि पनि त्यस्तै आउँछ है।